भगवानको के भन्नु विशुद्ध प्रेम। राधा शब्दको अर्थ निष्काम, निष्कपट, निर्द्वन्द्व, निष्प्रिय, पवित्र अपेक्षा रहेको भगवत प्रेम नै राधा स्वरूप हो। कुनै अपेक्षा रहित निष्काम निष्कलङ्क भक्ति नै राधाको भक्ति। अब के छ त प्रमाण महाराज भन्नु होला। एकपटक द्वारकामा भगवान श्याम सुन्दर द्वारकाधीश बस्नु भएको थियो। रात्रिको समय भएछ, कहीँबाट विधर्मसभा सुधर्मसभामा गएर भगवान आउनुभयो। आएर यसो ढल्किनु भएको थियो, यसो ढल्केको सुत्यो निदाउनु भएछ। सकेपछि लाग्यो म पनि दिनभरि न बेलुका यसो ओछ्यानमा गएर भन्दै राति 10, 12, 11, 12, 1, 2, 3 बज्यो। अनि मिल्छ अब भगवान सुति बसिरहेको थियो, सुनिरहेको अवस्था थियो। त्यसबेला रुक्मिणीले चमरहम्की उनकेसरी चमरहम्की भन्नुभएको थियो। त्यही बेला भगवान गोविन्दका मुखबाट राधे राधे अब भन्नु, तपाईँका श्रीमान ओछ्यानमा सुतेका छन्। राति 12-1 बजेको समय छ। तपाईँकी श्रीमतीले तपाईँको नाम छोडेर अरू कोही परस्त्रीको नाम जपे भने राति निदाका व्यक्तिले के भन्नुहुन्छ? गाला चढाउनुँदै किन डर पर्नुहुन्छ? यो बदमास कसैले के बिग्रेछ मागिराख्नु होला तपाईँ। नदीको श्रीमान राति नै आएको बेलामा के जप्छ? कुनै अर्की श्रीमतीको केटीको नाम जपो भने तपाईँ टाउको भन्नुहुन्छ मागिराख्नु। भोलिदेखि पानी बार हुन्छ, घरमा सङ्गाम हुन्छ, मुद्दा हराल हुन्छ, जे जो चौकी राख्नु थाल्नु। अब उता रुक्मिणी महारानीका नजिकै शयन गर्नुभएका भगवान श्याम सुन्दरले कुनै परस्त्री राधे राधे भनेर जप्नु भएको छ। अब भगवान श्रीकृष्णको त्यो जपाइदेखि रुक्मिणीलाई क्रोध आयो, तर पिट्नु हो। यो कुन चाहिँ नसलमा उसँग मेरो कुरा सल्लाह भन्नुहोस् भाइ, सब बोल्ने क्षमता हुँदैन। मनैमा कटकट हुने त हो बाहिर के हुँ। त्यस पछाडि भोलिपल्ट उनीहरूको मेरो प्रभुले थाहा पाइहाल्नु। मैले किशोरीजीको नाम जपेकोमा यति धेरै खटपट भयो रुक्मिणीलाई, अब यिनको राधा तत्त्वको परिचय म रुक्मिणीलाई दिलाएर छोड्छु भन्ने सोचा। भोलिपल्ट भगवान प्राप्त नृत्य कर्मादि गरेर आफ्नो सभामा सलाइयो। सभा सम्पन्न भयो। सभा सम्पन्न गरेर गोविन्द फेरि रुक्मिणीको महलमा आउँदै हुनुहुन्थ्यो। आउँदै त्यो चोक हुन्छ नि, चोक चौरायो, चोक यहाँबाट काटा चोक छ नि, यता लाने यथार्थ चोकमा पुग्नुभएको थियो। त्यही बेला भगवान श्याम सुन्दर रिङाटा चलो घुमायो, चक्कर लाग्यो, एकदम भन्नुभयो, झम्म चोकमा लड्नुभयो, पछाडि भयो। अब द्वारकाका 56 कोटी वंशी आए। के भयो, क्या हुआ, रनिकाका क्या हुआ, द्वारकाधीशका क्या हुआ भन्दै सब दौडेर आए। कसैले घोडा सुनसुन्न थाले, कसैले टाउको सुनसुन्ने आए, कसैले हात सुनसुन्ने आए, कसैले खिच्न थाले अङ्ग प्रत्यङ्ग। तर त्यही भएन। मलाई पोलो रुक्मिणी, मलाई पोलो यो दलन भयो। रुक्मिणी मलाई बचा भन्नुहुन्छ भगवान। रुक्मिणी टाउको मारु गर्न थाले, उता दौडिन्छन्। प्रभु के गरौँ, रुक्मिणी मलाई बचा भन्न थाल्यो। अब रुक्मिणीले भगवान बिरामी हुनुभयो भने डक्टरलाई बोलायो, वैद्यराजलाई बोलायो, कविराजलाई बोलायो। कसै नाडी छाने, कसैले औषधि घसे, कसैले के गरे, डिपी लाए, हिटर लाए, सब लाउने कुरो सब लाए। तर केही थाहा छैन। भगवान कोलेको मूर्छा पर्नु भएको छ। हे रुक्मिणी मलाई बचाऊ भन्नुहुन्छ। रुक्मिणीले कुनै उपाय गर्न सकेन। सारा 56 कोटी यदुवंशीले आएर भगवानलाई हेरे। बडा वैद्य ज्योतिषीहरू पनि आए, आचार्य पनि आए, 101 सिद्ध दादा पनि आए। तर कसैले काम काटेनन्, कसैका तन्त्र मन्त्र तन्त्रले काम दिएन। त्यही भएर रुक्मिणी महाराज भगवानले भन्नुभयो, हे रुक्मिणी मलाई औषधि उपचार गर, रुक्मिणी मलाई बचाऊ। प्रभु के गर्दा बाँची बक्सिन्छ। रुक्मिणी मलाई औषधि एउटै छ, त्यो औषधि हो कोही प्रेमी भक्तले आफ्नो पैतालाको माटो, एक मुठी माटो मलाई औषधिका रूपमा दिए भने मेरो रोग निको हुन्छ। प्रेमी भक्त, आडम्बरी भक्त, देखावा भक्त, अहङ्कारी भक्त, दम्भी भक्त, क्रोधी भक्त होइन। अन्तःमा प्रभुमा अनुराग र प्रेम भएको भगवत प्रेमी भक्तले पैतालाको एक मुठी माटो दिए भने मेरो रोग निको। रुक्मिणी महारानी सबै सन्तका कर्णकुटीमा जानुभयो, विद्वानहरूका कर्णकुटीमा जानुभयो। जाम्बवती, नाङ्गजिती, कालिन्दी, सत्या, भद्रा, जाम्बवती आदि सबै अष्टमहिषी सबैजना जानुभयो र पैतालाको माटो माग्नुभयो। कसैले पनि दिएनन्। उल्टै रुक्मिणीलाई गाली गरे, अरे अधर्ना, धर्म रही, अरे धर्मको ज्ञान भएकी, अरे पापिनी रुक्मिणी, तिमीलाई लज्जा छैन? आफ्नो आराध्य देव इष्टदेव भगवान श्याम सुन्दरलाई आफ्नो पैतालाको माटो दिन तिमीलाई लाभ हुँदैन? अरे के बोलेकी रुक्मिणी? आफ्नो पैतालाको माटो प्रभुलाई दिनेदेखि सोध्नु पनि भोल नरक जान्छ। हे रुक्मिणी यस्तो बोल्छु फर्काए। रुक्मिणी फर्केर आए। भगवानले भन्नुभयो, रुक्मिणी मलाई औषधि ल्यायो। रुक्मिणी औषधि ल्यायो, मैले हात पसार्यो। रुक्मिणीले भन्नुभयो, प्रभु मैले औषधि ल्याउन सकिनँ गोविन्द, मलाई क्षमा बक्सियोस्। हे रुक्मिणी मलाई प्रेम गर्ने द्वारकामा कोही छैन छन्।
मेरो यस्तो मृत्युको शय्यामा लडिरहेको बेला पनि एक मुठी माटोसम्म मेरो लागि समर्पण गर्न सक्ने यस्ता भक्त के गर्नु। फेरि पनि मेरो अब प्राण जानुभयो, संसारको बस्ने अन्तिम दिन मेरो यहीँसम्म रहेछ। फेरि पनि अब म संसार बिलाइ हुँदैछु। जब रुक्मिणीले यसो भन्नुभयो, भगवानले रुक्मिणी छटपटाउनुभयो, श्याम सुन्दर आज्ञा हो, म के गरौँ हे गोविन्द, म के गरौँ आज्ञा हो। रुक्मिणीले भगवानलाई हात जोड्नुभयो, तर रुक्मिणीसँग अब केही उपाय थिएन। त्यही बेला देवर्षि नारद वीणा बजाउँदै हरिगुण गाउँदै ठिक द्वारकाको चोकमा आइपुग्नुभयो। ध्रुवावासलाई देख्नुभयो, भगवानका नजिकै नारदले जानुभयो, प्रभुलाई स्तुति गर्नुभयो। र प्रभु के भयो, नारद म मरे नारद, यो आगोले पोले जस्तै पोल्छ नारद, यो जलन भइरहेको छ नारद, मेरो उपचार गर नारद, मेरो उपचार गर नारद। नारदले भन्नुभयो, प्रभु आदेश होस्, यो अकिञ्चन यो दासहरूको सेवा गर्न तयार छ। प्रभु केबाट उपचार हुन्छ आज्ञा हो। भगवानले भन्नुभयो, नारद मलाई अत्यन्तै प्रेम गर्ने प्रेमी भक्तको पैतालाको एक मुठी माटो मैले खान पाएँ भने मेरो जलन शान्त हुन्छ नारद। तिमी त भक्त हो, कोही असल प्रेमी भक्त भए एक मुठी माटो खोजेर लिएको नारद, म बाँच्न चाहन्छु, म मर्न चाहन्न, बाँच्न चाहन्छु भनेर नारदजीलाई भगवानले भन्नुभयो। नारदजीले भन्नुभयो, आमा रुक्मिणीले असाध्यै प्रेम गर्नुहुन्छ, अहोरात्र सेवा गर्नुहुन्छ, म माता रुक्मिणीका छाना गएर पैतालाको माटो लिएर आउँछु। प्रभु सिधै रुक्मिणीका महलमा जानुभयो। ढोकामा नारदजीले वीणा बजाउनुभयो, रुक्मिणी महारानी बाहिर निक्लनुभयो। नारद के छ खबर, मेरो प्रभु त अन्तिम अवस्थामा हुनुहुन्छ, बचाउने उपाय गर नारद। नारदले भन्नुभयो, उपाय त माता तपाईँसँग छ आमा, प्रभुलाई बचाउने उपाय अरूसँग छ। नारद मसँग त हजार उपाय गरे, कुनै उपायले मैले प्रभुलाई सबल बनाउन सकिनँ, निरोगी बनाउन सकिनँ, मसँग उपाय केही भएन। होइन आमा, उपाय त अरूसँग छ। के छ नारद भन। आमा तपाईँ त गोविन्द असाध्यै प्रेम गर्नुहुन्छ, तपाईँको पैतालाको एक मुठी माटो मलाई कृपा हो, त्यही माटो खाएपछि प्रभु निरोगी हुनुहुन्छ, सन्त हुन्छ, स्वस्थ हुनुहुन्छ। हे आमाहरूको पैतालाको माटो भिक्षा माग्न आएको यति के भन्नुभएको थियो। रुक्मिणी त महाकाली बन्नुभयो। कोले चुरचुर हुनुभयो, दुष्ट नारद, अरे दुष्ट नारद, मलाई के नरक लैजान चाहन्छौ, मलाई नरकमा धकेल्न चाहन्छौ। म मेरो पैतालाको माटो मेरो आराध्य पतिदेव भगवान कृष्णलाई दिएँ भने त्यसको परिणाम स्वरूप मैले रौल र कुम्भीपाक नरकमा जानुपर्छ। हे नारद, यस्तो अपराधी कुरा मलाई नसुनाऊ भन्नुभयो। नारदजीलाई फड्काउनुभयो। नारदजी भनक्क भइकन मेरो गोविन्दको समीपमा आउनु। प्रभु मैले त हजुरको स्वस्थताको उपाय सम्भव भएन, आदेश होस् प्रभु, म अब के सेवा गरौँ। नारदजीले फेरि प्रश्न गर्नुभयो। मेरो गोविन्द आज्ञा हुन्छ नारद। हुन त धेरै वर्ष भयो, 100 वर्षभन्दा उक्का लागिसक्यो। म सानो 4-5 वर्षको हुँदा सानो बालक थिएँ। त्यही बेलामा श्रीधाम वृन्दावनमा ब्रजमण्डलमा महाराज विश्वधामकी छोरी एकजना राधा नाम रहेकी थिइन्। तिनीमा कुनै कामना थिएन, अपेक्षा थिएन, सांसारिक भोग विषय प्रपञ्चको इच्छा थिएन, इच्छा रहेको निष्काम प्रेम थियो। उनी राधाले मलाई असाध्य प्रेम गर्थिन्। तर आज 100 वर्षभन्दा पनि उता लाग्यो, बिछोड भएको। उनी त कसैका घरमा बिहा भएर बुहारी भएर गइन् होला, या कसैकी घरमा पत्नी भएर गइन् होला, या कसैकी सासू भइसकिन् होला, वृद्धको उमेर भएकी भइन् होला, भएकी भए नभएको भए उनको प्राण पखेर उडिसक्यो होला। तथापि उनी जिउँदो भए त त्यो प्रेम नबिर्सेको भए तपाईँ मेरो रक्षा पो गर्ने थिइन् कि एकपल्ट सुधार वृन्दावनमा जाऊ नारद, राधाजीको निकुञ्जमा जाऊ नारद, बसरामा जाऊ नारद, वृषभानु नन्दिनी कीर्ति कुमारी किशोरीजीका महलमा जाऊ नारद। त्यहाँ गएर अनुरोध गर, यदि त्यो माया नपुटेको भए, त्यो भक्ति नसिद्धिएको भए, यदि म प्रतिको प्रेमको अस्तित्व नसिद्धिएको भए, ती राधाजी निक भए कतै मेरो उपकार पर्ने हुन्छ कि नारद, तिमी एकपल्ट सुधार वृन्दावन जाऊ। जब यति भन्नुभयो गोविन्दले नारदले वायु बेगले सिधै हो किशोरजीका निकुञ्जमा पुग्नुभयो, बरसानामा पुग्नुभयो, कुञ्जमा रङ्गदेवी सुदेवी ललिता विशाखा कुण्ड विद्या चित्रा इन्द्रलेखा चम्पिका अष्ट सखीहरूका पीठमा 16 सिंहासनमा राधाजी विराजमान हुनुहुन्थ्यो। त्यही बेलामा नारदजी वीणा बजाउँदै पुग्नुभयो, भालु हृदयले पुग्नुभयो। जब नारदजी यहाँ देख्नुभयो, किशोरजी उठेर ढोकासम्म द्वारसम्म जानुभयो। नारद सन्चै छ, कुशल त छौ? आमा कुशल छु। अनि कहाँबाट आयो नारदजीले भन्नुभयो, आमा म द्वारकाबाट आएको। कहाँबाट नारद? द्वारकाबाट। त्यसो भए मेरो गोविन्दको समाचार के छ भन न नारद, के छ मेरो गोविन्दको समाचार के छ नारद भन। नारदजीले भन्नुभयो, प्रभु आमा म मेरो प्रभुको समाचार के भन, मेरो गोविन्दको समाचार के सुनाऊ आमा। यसको मतलब के, मेरो प्रभु संसारमा हुनुहुन्न या कि मेरो प्रभुलाई केही भएको छ? प्रभु म मेरो प्रभु जिउँदो हुनुहुन्छ भनौँ, कसरी भनौँ? यो संसारबाट विदाई हुनुभयो कसरी भनौँ? मृत्युको अन्तिम घडीमा हुनुहुन्छ मेरो प्रभु। हे आमा प्रभुको रक्षा कसैबाट भएन। भगवान रोगले व्यथित हुनुहुन्छ, पीडित हुनुहुन्छ, मृत्युग्रस्त हुनुहुन्छ प्रभु। अनि त्यही उपचार गऱ्यौँ न नारद, त्यही उपचारको प्रबन्ध मिलाएनौँ। होइन आमा, हामीले उपचारको सबै प्रक्रियाहरू पुरा गऱ्यौँ, तर कसै गर्दा बचाउन सकेनौँ। अनि त्यही उपाय भगवानबाट आज्ञा भएन, आज्ञा भयो। एउटा प्रेमी भक्तको पैतालाको एक मुठी माटो पाए, त्यो खान पाए म स्वस्थ हुन्छु भन्नुभएको छ। अनि त्यही भगवानको स्वास्थ्य लाभको लागि कसैले एक मुठी माटो पनि उपहार दान गर्न सकेन नारद। आमा कसैबाट त्यो उपलब्धि भएन, त्यसको परिणामस्वरूप भगवान अहिले तर्पिरहनु भएको छ, पीडित हुनुहुन्छ। त्यति सुन्ने बित्तिकै किशोरीजी राधारानीले भन्नुभयो, नारद तिम्रो दुपट्टाको आँकल थाप, तिम्रो दुपट्टा थाप, तिम्रो धोती थाप नारद।
तुरन्त नारदले आफ्नो कपडा पसार्नुभयो, फैलाउनुभयो। एक बेला ईश्वरजीले ब्रजमण्डलको मृत्तिकामा आफ्ना दुईटै घोडाहरू मडाउनुभयो र नारदजीका धोतीमा टक्टकाइदिनुभयो। नारद तुरन्त द्वारका जाऊ र यो मृत्तिका मेरो प्रभुलाई औषधिका रूपमा देऊ। जब यति भन्ने बित्तिकै नारदले छक्क पर्नुभयो। सारा द्वारकाका 16,100 नारीहरूले पनि यो मृत्तिका दिएन। 56 कोटी यदुवंशीले पनि दिएनन्। स्वयं रुक्मी महाराजले पनि दिनु भएन। अनन्त अनन्त ऋषि महर्षि ब्रह्मवेत्ता योगी वेदान्ती विद्वानले पनि एक मुठी माटो प्रभुका लागि समर्पण गर्न सकन्। दम्बले अहङ्कारले नरक जाने भयले कसैले त्यही दिएन। प्रभुका लागि कोही उपहार दिन तयार भयो। तर राधा रानीले आफ्नो पैतालाको माटो सर्लक्कै दिनुभयो। नारदले प्रश्न गर्नुभयो, आमा आफ्ना पतिलाई, आफ्ना भगवानलाई पैतालाको माटो दिने त घोर नरकमा जान्छ भनेको छ, के तपाईँलाई नरक जाने डर छैन? के तपाईँ नरक जाने डर छैन? राधा रानीले भन्नुभयो, हे नारद, मैले मेरो गोविन्दलाई, मेरो गोविन्दको उपकारको लागि, मेरो गोविन्दको रक्षाको लागि, मेरो गोविन्दको सेवाको लागि मैले दिएको एक मुठी माटो या उपकार गरेको बदलामा मैले नरक जानुपर्छ भने म 1000 वर्ष कुण्डीपाक नरकमा जान तयार छु। तर मेरो गोविन्द एक निमेष पनि दुखी भएको म देख्न चाहन्न। नारद तुरन्त लिएर जाऊ भन्नुभयो। आमालाई प्रणाम गरेर नारदजी सिधै द्वारका पुग्नुभयो। जब नारदजी आकाशबाट झर्दै हुनुहुन्थ्यो, मेरो गोविन्दले देख्नुभयो। दुईटै हात मिलाएर नारद नारद औषधि ल्यायो, नारद नारद भन्नुभयो। नारदले सामुन्ने आउनुभयो र आफ्नो धोती आफ्नो उपल्या खोल्नुभयो र त्यो पोकोमा ल्याएको वृन्दावनको माटो श्याम सुन्दरका हातमा हालिदिनुभयो। श्याम सुन्दरले हात, हे मेरो प्राण रक्षक राधे, हे जीवन रक्षक राधे, हे ईश्वरजी भन्दै त्यो माटो आफ्ना चरण शरण खाएको वृन्दावनको माटो अनि समग्र अङ्ग प्रत्यङ्गमा लेपन गर्नुभयो। त्यस बेला हे राधे, हे राधे, हे राधे भन्दै हात टेकेर भगवान् बस्नुभयो। हे नारद म बाँचे, अब मैले संसार हेर्न पाउनु भएन। नारद म बाँचे भन्दै भगवान् आफ्ना दलितमा धारा आँसु बगाउँदै किशोरजीको स्तुति गर्नुभयो, प्रणाम गर्नुभयो, स्तुति गर्नुभयो, वन्दना गर्नुभयो, मनमनै कीर्तन गर्नुभयो। समादरपूर्वक राधा रानीका चरणमा वन्दना गर्नुभयो। भगवान् श्याम सुन्दरले सबै चकित भए, सबै मूर्छित भए। भगवान्ले हजारौँ हजार यदुवंशीका बिचमा नारदलाई प्रश्न गर्नुभयो, नारद के किशोरीजीसँग माटो माग्दाखेरि के तिमीले केही कुरा गएनौ? संसारका नारीहरू त भगवान्लाई एक मुठी माटो दिन कति डराउँछन्। ब्रजकी विश्वभानु कीर्ति कुमारी राधाजीले मेरो स्वस्थताको लागि निर्भयपूर्वक माटो दिए, तिमीको केही सम्भाव भएन। होइन प्रभु, तिमीले भने, मैले भने जुन नारीले आफ्ना आराध्यले प्रभुलाई आफ्नो पैतालाको माटो दिन्छन् ती 1000 वर्ष नरक जानुपर्छ भनेको छ। कि राधाले ज्ञान गरेको छ नरक जाने? होइन प्रभु, मैले भने भगवान्लाई आफ्नो पैतालाको माटो खुवाउनेवाला 1000 वर्ष नरक जानुपर्छ भनेको छ। हे आमा, तपाईँ नरकको डर छैन? किशोरीजीले भन्नुभयो, हे नारद, लामो संवाद नगर। यदि मैले मेरो प्रभुको सेवा गरेको बदला नरक जानुपर्छ भने एक जन्म होइन, लाखौँ लाख जन्म म नरकमा गएर तप्त कुण्डमा पाक्न तयार छु। तर मेरो गोविन्द दुखी भएको हेर्न तयार छुइनँ नारद भन्नुभयो। नारद त नरक जान तयार भएको छ। जब यो संवाद रुक्मिणीजीले सुन्नुभयो, रुक्मिणीजीको दम्भ र अहङ्कार एकैछिनमा चूर्ण भयो। 56 कोटी यदुवंशीहरूको अहङ्कार सबै समाप्त, टुक्रा टुक्रा भयो। 101 विद्वान पण्डित, महापण्डित, सन्त महन्त विद्वान भन्नेहरू थिए, जो ऋषि महर्षिहरू थिए, ती सबैको पनि अहङ्कार धुली मिटान भयो। सबैले गएर राधालाई प्रणाम गरे, स्तुति वन्दना गरे सबैले र भने, आमा, यस्तै जब उपकारणी भगवती राधाजीको दर्शन हामीलाई कहिले मिल्ला? सबैले राधाजीको स्तुति गरे। भगवान् त्यहाँबाट उठेर आफ्नो शयन गृहमा आफ्नो कक्षमा सवारी भयो। सबै यदुवंशीहरू ठक्क परे। आज राधाजीको बहुत ठुलो महत्त्व छ भन्ने कुरो रुक्मिणीलाई ज्ञान। त भक्ति कस्तो हुनुपर्छ, प्रेम कस्तो हुनुपर्छ भन्ने राधाजीले सिकाउनु भएको छ। त्यसले कुनै प्रकारको कामना अपेक्षा रहेको दुनियाँमा भक्ति भन्ने सत्ता छ भने त्यो सत्ता राधाजीको चरणमा छ, राधाजीको भक्तिमा छ। त्यही